like a capybara rolling on the ground. Don't need a splash with flair, banana fins flying through the salty air. Oh, oh, पैसा नि काटेन कि यहाँ होइन नि हाम्रो एप्लिकेसनबाट काट्छ सीधा बाटो मोडिदिन्छु शब्दहरू बिटमा म सर्प जस्तो खोलिदिन्छु अपि होइन भाइ तँलाई फ्लो स्विचले तोलिदिन्छु कति चाहियो ट्र्याक हिट गीतहरूले तोलिदिन्छु खतरा होइन खतरनाक चिजहरूको सकिन उद्र मनपर्ने बेसलाई म जब बनाएर छोडिदिन्छु सबै रेकर्ड्स तोडिदिन्छु चालिरहेको बिगन मुभ्स पहिला पछि इतिहास नभए नि औजी सु तर फेरि गोजी फुल म त पैसा टन्न छ केलाइदिन कसैले अस्ट्रेलिया बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो नर्मल पनि भनाइ ऊ त्यो उसमा यो अहिले मैले भिडियो बनाएको चाहिँ एकदम स्पिडमा आउँछ क्या यो सबै कभर के पास स्टुडियोमा त्यो भित्रको कान्छी गर्दा हिँडेको तिम्रो कहाँ पर्यो है घर बिजी हुन्छ अरे त्यति जति कान्छी गर्दा हिँडेको तिम्रो कहाँ पर्यो है घर खप्नै सकेन मैले तिम्रो लान्छु महेन्द्र नगर म परे पश्चिम बेली त कान्छी गर्दा हिँडेको तिम्रो कहाँ पर्यो है घर बिजी हुन्छ अरे त्यति जति काठमाडौँ सहर मेरो खुच्ची लाउँछ खुच्ची तर पानी बेउरा खुच्ची टिकटक लाइभमा देखिन्छ फिक्का त कान्छी गर्दा हिँडेको तिम्रो जाबैनी लान्छु महेन्द्र नगर म परे पश्चिम बेली त कान्छी गर्दा हिँडेको तिम्रो कहाँ पर्यो है घर बिजी हुन्छ अरे त्यति जति काठमाडौँ सहर कान्छी गर्दा हिँडेको तिम्रो जाबैनी लान्छु महेन्द्र नगर म परे पश्चिम बेली त कान्छी त्यही भएर पैसा तिर्ने बाटोमा यसो पैसा तिर्ने थाहा छैन त्यही पुलमा मात्रै पैसा तिर्ने अनि अनि त्यहाँ आएको थियो अरे त अनि कहाँ टोल तिर्ने हो नि कहाँ त्यस्तो छ Hi, manood is possible. अब चाहिँ हाम्रो ब्रेक टाइम चार्ज गरिन्छ अब गाडी एकछिन ब्रेक रेस्ट गरिन्छ अनि बल्ल घर जाने हो फेरि होइन बल्ल समरस आरुस थाकेछौ ठिक छ हजुर थाकेछौ अर्को पनि छ क्या यता हेर्नुहोस् त दुईटा खाली छ के उताको पनि खाली छ त उतै ब्याक साइडमा रेड लगाएन ला त्यही पनि हालिरह त उता फेरि हालिरह यसले नै हालिरह ल ढोका खोल रिभान्स अहिलेसम्म चाहिँ हामी यहीँ छौँ सेल्टी यता हुनुहुन्छ खोल न खोल ढोका आरु समराइस के हो अरे ल अब गाडी चाहिँ चार्ज हुँदैछ एकैछिन रिभान्स यता आएर के छ हाल खबर ठिक छ
गाडी चार्ज हुँदासम्म हामी हल्का फुल्का कफी सफी खाएर जाने हो है। ल यस्तो छ गाडी। अरे फुल काले है घामले गर्दा म भिडियो बनाउँछ। हाय हामी खेलिरहेछौँ। हेर्नु कति कालो होइन के भयो त? झर्न पऱ्यो नि त अनि तल। We are just heading for some food. यहाँ चाहिँ यस्तो छ खेल्ने कुरा केटकेटीको। ल ल पेडल 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 छिटो हावा 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 हो। ल कता कता हावाले रिवाज छिटो रिवाज खै छिटो छिटो। आफ्नो आफ्नो सिट सुरक्षित गर है, न त गामा गर्नुपर्छ। अब चाहिँ हामी खाजा खाएर फेरि गन्तव्यतिर लाग्छौँ। हामी उता काठमाडौँतिर जान लाग्छौँ। धेरै पछि अब यस्तो राम्रो भएन मुगलिनको बाटो त। न बोर्डै चेन्ज भएछ हो। कस्तो राम्रो बाटो यो रोड बनेपछि गर्नु उसो के त्यही भएर तपाईँलाई थाहा छैन अलि। चार्जै छैन क्या मोबाइलमा चार्ज छैन। कसो चार्ज हुँदैन? पानी पर्दा रुने दिनहरू मद्दतमा त कसैलाई तडपाउने एकछिनहरू भविष्यलाई सम्झिँदा हराम भएको निधहरू के गरौँ आफैले गर्ने गर्थे प्रश्न काम नगरी गाह्रो लाग्थ्यो घरमा बस्न फेरि हिँडे झोला चमेटा बोकी फेरि अहिले पनि केही नेटवर्क नहोला फेरि त्यस्तै ओके भनिदिनु होला। हामी काठमाडौँ जाने भनेको दाजैले त पाल्पातिर ल्याएर राख्नुभयो छोड्नुभयो। अब पाल्पाको के भन्छ श्रीनगर डाँडामा हिँड्दैछ सल्लाह गाडी।
हाम्रो दाजु चाहिँ थाक्नु भयो अरे एकछिन दाजु थाक्नु भयो अरे एकछिन रेस्ट गर्दै हुनुहुन्छ आफै गाडी हिँडिरहेको छ है अटोमेटिक गाडी हिँडिरहेको छ विमान सुतिरहेको छ कहाँ रेस्ट गर्न दिन्छ हौ त्यसलाई अब रेट सपना ठुलो गर्नु छ केही घरमै बसी मलाई माटेको म पैसा भन्दा पनि खुसी खुजिरहेको त्यही भएर घरबाटै भागेको म कोठाबाट चाँडो हुँदै निस्की जिन्दगी धेरै नै छ रिस्की ठुलो हुँदैछौँ हामी सोचौँ खोजौँ न नयाँ बाटो मलाई लाज गाह्रो भयो बाटो अप्ठ्यारो छ उज्यालो गरिदिउँ न लास्टै अँध्यारो छ अब चाहिँ हामी आइपुग्न लाग्यो 4 मिनटमा चाहिँ हामी पुगिन्छ कस्तो राम्रो बाटोमा डुब्न चाहे तिम्रो मामा तिमीसँग पुग्न अघि काँडे Morgen, uanset om der er regn, skyer eller solskin. UV-strålerne holder aldrig fri. Sørg for at bruge solbeskyttelse uanset vejret. Kald La Roche-Posay Anteos lige ved hånden. Din daglige avancerede UV-beskyttelse til hele sommeren. ल राजाहरू त पुग्नु भयो घरमा हजुर हेर्नु सुतेर उठ्यो ल आइयो आफ्नै घर अब 3 दिनको लागि होइन मैले पहिला खुट्टाले यस्तो चामल फाल्थेँ नि भित्र मेरो घर मलाई भित्र छिर्दै दिएन नि पहिला ल बधाई छ लक्ष्मी नयाँ घर किनेकोमा अरू बस्ने मान्छे हो या केही खुट्टाले बिगाऱ्यो नि आफ्नो पाखिर पर्छ तिमीलाई पहिले भनिदिनु नभन न एक्टिङ उसमा आउँछ युट्युबमा कति ठुलो घर हाम्रो त किनको घर चाहिँ कति धेरै बच्चा हुन् आउनुहोस् आउनुहोस् कतै छ घर राम्रो छ तिमीलाई घर आउनुहोस् वेलकम टु न्यू हाउस हाम्रो होइन नि फेरि त्यही त म कति गर्मी यताभित्र यो ओल्ड हाउस बिरालो बिराली यही हाम्रो साथी हाई बाजा मिल्छ कस्तो रमाइलो हुन्छ क्या अब राज बाबु जाने बित्तिकै सुरु गर्नुहुन्छ सुरु गर्नुहुन्छ अब खोज्न म त यो घर किन्ने भयो नि भनेर त नभन्नु है मलाई पिर पर्छ पहिले किन्नु भयो नि ओ त्यो उस खै त ल फाइनली अब हाम्रो खाने कार्यक्रम सुरु हुँदैछ पाक्दै खाँदै यो सेफको भरै लागेन मलाई आज मलाई नमिठो चिकन खुवाउँदै हुनुहुन्छ यस्तो नभन्नु न बाजु पकाएर भएपछि बल्ल मसला हाल्दै पाकेपछि मसला हाल्नुभयो माथिबाट विश्वासै छैन यो सेफको मलाई के छ मेरो छोरोले मस्त इन्जोय गरेछ सबभन्दा इन्जोय त मेरो छोरोले गरेछन् के अरे हेर त केही चाहियो हेर तिमीलाई हेलो रमाइलो भइरहेछ कति रमाइलो भएको छ धेरै भयो मङ्की जस्तो देखियो तिमीहरू त मेरो हुलिया चाहिँ यस्तो छ बौलाइको जस्तो कति राम्रो देखेको म छ्या ल त